महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने मलाई लाग्छ। किनकि हाम्रो भूगोल फराकिलो छ, पूर्वाधारको विकास भएको अवस्था छैन। तर प्रविधिले चाहिँ हाम्रा हातमा मोबाइल दिएको एउटा अवस्था छ। आजका प्रशिक्षक मार्फत उहाँले जानेको र सिकेको सिप हामीले लिन सक्यौँ र उहाँले हस्तान्तरण गर्न सक्नुभयो भने तपाईँ यहाँ उपस्थित साथीहरूका लागि यो मञ्च वा यो 2 दिनको बसाइ महत्त्वपूर्ण हुनेछ भन्ने मैले विश्वास लिएको छु। हामी सबैलाई थाहा छ कि आजको युग डिजिटल प्रौद्योगिकीको युग हो। स्मार्टफोन र अन्य मोबाइल उपकरणहरूको प्रयोग द्रुत गतिमा बढिरहेको छ। अहिले कुनै पनि घटना वा समाचारलाई तुरुन्तै विश्वभर पुग्ने क्षमता राख्ने एक उत्कृष्ट उपकरणको रूपमा मोबाइललाई प्रयोग गर्न सकिन्छ। कर्णाली प्रदेश जस्ता दुर्गम स्थानमा रहने मानिसहरूले पनि मोबाइल जर्नालिजमको माध्यमबाट आफ्नो आवाज र अनुभवलाई सबैसम्म पुर्याउन सक्ने गरी यो तालिम फलदायी हुने मैले अपेक्षा गरेको छु। कर्णाली प्रदेशको भूगोल र यहाँका असमर्थक संरचनाहरूले गर्दा परम्परागत पत्रकारिता र समाचारको पहुँच निकै कठिन छ। यहाँका जनतालाई समयमा सटिक र प्रभावकारी सूचना प्राप्त गर्नको लागि मोबाइल जर्नालिजम एक महत्त्वपूर्ण माध्यम बन्न सक्नेछ। यसले सूचना तथा समाचारलाई तत्काल र तीव्र गतिमा सम्प्रेषण गर्न मद्दत पुर्याउने मैले विश्वास लिएको छु। यस तालिमका माध्यमबाट पत्रकारितामा संलग्न हुने प्रत्येक सहभागीले प्रविधिका नयाँ उपकरणहरूको बारेमा बुझ्ने र आफ्नो पत्रकारिता कौशललाई थप सशक्त बनाउने अवसरका रूपमा लिनुहुनेछ भन्ने मलाई लागेको छ। कर्णालीको पत्रकारिता क्षेत्रमा डिजिटल प्रयोगलाई अझ बढी प्रवर्धन तपाईहरूको अझै महत्त्वपूर्ण छ। यो तालिमले पत्रकारिता क्षेत्रमा रहेका विभिन्न चुनौतीहरूलाई सम्हाल्ने, सत्य र तथ्यका आधारमा समाचार सम्प्रेषण गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने कुरामा तपाईहरूको महत्त्वपूर्ण भूमिका रहनेछ वा तपाईहरूको क्षमता त्यस दिशामा अगाडि बढ्नेछ भन्ने म कुरा राख्न चाहन्छु। पत्रकारिता केवल एक पेशा मात्र नभएर यो समाजको दर्पण र आवाज हो। पत्रकारिताको निष्पक्षताले गलत कामलाई खबरदारी गर्नसँगै समाजमा परिवर्तन ल्याउन सशक्त भूमिका खेल्न सक्छ। निष्पक्ष र स्वतन्त्र पत्रकारिताको प्रवर्धन गर्न प्रदेश सरकार प्रतिबद्ध छ। स्वतन्त्र प्रेसको रक्षा र सम्वर्धनमा सरकारको सदैव रचनात्मक सहयोग रहनेछ। कर्णाली प्रदेशको पहिचान, सांस्कृतिक विविधता र सामाजिक समस्याहरूलाई सही ढङ्गले प्रस्तुत गर्न मोबाइल जर्नालिजमको एक प्रभावकारी औजार बनिरहेको छ। कर्णाली प्रदेश सरकारका तर्फबाट हामी पत्रकारिता क्षेत्रमा सुधार र नवीनता ल्याउन प्रतिबद्ध छौँ। हाम्रो प्राथमिकता भनेको सूचना र ज्ञानको पहुँचलाई सबैलाई समान रूपमा पुर्याउनु हो। यो तालिमले स्थानीय पत्रकारिता क्षेत्रलाई अझ थप सशक्त बनाउनेछ। कर्णाली प्रदेशको आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन तपाईहरूले महत्त्वपूर्ण भूमिका यो तालिम मार्फत लिनुहुनेछ। यस अर्थमा म सबैलाई शुभकामना भन्न चाहन्छु।